अगाडि बसौँ न अगाडि माइक हेर्नु माइक त्यहाँ तल जसलाई दुख्दा उभन्दा बढी देशभरका मानिसहरूले आफ्नो आँखाबाट आँसु बगाएका छन्।
सहयोग अपेक्षालाई हामी यो चाहिँ बाचा गर्न सक्छौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, देश एउटा विषम परिस्थितिमा गुज्रिरहेको छ। देश अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको छ र आजको यो परिस्थितिमा हामीले उत्साहका रूपमा लिन सक्छौँ। तर यो उत्सव भए पक्कै होइन, हामी उत्सव मनाउन सक्दैनौँ। तपाईँहरू एउटा उल्लास, एउटा उत्साह देखाउनु भएको छ। उत्सव मनाउने बेला छैन, किनकि कलिला केटाकेटीहरूको रगत चुहिएको छ। अहिले देश लौलहान भएको अवस्थामा आएको, त्यसैले यो उपस्थितिलाई मेरो यो उपस्थितिलाई आज यहाँहरूले पक्का पनि अलिकति उत्साहका रूपमा पक्कै लिनुभएको छ होला, तर उत्सवका रूपमा लिनुभएको छैन र कसैले पनि यसलाई उत्सव मनाएको अर्थमा बुझ्ने छैन। सङ्घदेश र सबैलाई जानकारी गराउन चाहन्छु। राजनीतिको यो मैदानमा पछिल्लो राजनीतिक परिवर्तनपछि एउटा मान्छेलाई सिङ्गो राज्य संयन्त्र र भयभरका सारा अपराधीहरू एकै ठाउँमा एकजुट भएर एक्ल्याउन खोजेको यो कुरा इतिहासले देखेको छ। प्रमाणित गरेको छ कि आजसम्म जनताको ताकतका अगाडि कसैको ताकत, कसैको पाखुरीले जितेको छैन। जनताको विश्वास छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, भएको कारणले हामीलाई जिम्मेवारीपूर्वक आज यो पार्टी कार्यमा भएको यो जमघटमा धेरै लामो कुरा बताउन गइरहेको छैन, किनकि मैले विभिन्न क्षेत्रहरूसँग साथीहरूसँग विभिन्न व्यक्तिहरूसँग भेटघाट गरी केही कुराहरू जान्ने पछाडि अझ खुलेर राजनीतिक टिप्पणीहरू गर्न सक्छ। अहिले सङ्ग्राममा छ। भर्खरै न्याय पाउने आशाको एउटा सानो खुड्किलो हुने क्रममा छ। माथि अन्यायका सरकारहरू बाँकी नै छ। तर मलाई विश्वास छ, मलाई एउटा कुरामा विश्वास छ कि आजसम्म सत्य हारेको छैन, त्यस कारणले सत्य हार्दैन भन्ने कुरामा विश्वास मैले यो विश्वास चिल्लै पछि मुद्दा लगाउँदा पनि छोडेको छैन, कारागारहरूमा हाल्दा पनि छोडेको छैन, मध्यरातमा अट्टासार गर्दा पनि छोडेको छैन, कुनै धम्की आउँदा पनि